हेलो गाइज, सन्चै हुनुहुन्छ? हेर्नु न आजको मौसम कस्तो पानी परिराखेको छ के गाइज। देख्नुभयो नि पानी परेको, पानी परिराखेको छ। अचारको महिना लाग्यो, पानी धेरै धेरै परिरहेको छ, पानी परिरहेको छ है गाइज। आज चाहिँ पानी परिराखेको छ, पानीमा भिजिराखेको छु। बर्खा लाग्यो के गर्नु। गाईजी मकै पनि उम्रेको छ है, बर्खामा हेर्नु पुरै बारी भिजेको छ। के गर्नु, घरमा एक्लै छु, छोरी हेरिरहेको छु। छोरी के गर्दैछ हेरौँ है गाईजी। ला छोरी त भागी क्या, खै मेरो पुन्तुरी खै। सानी सानी यता हेर न माइरू, छोरीको काम यत्तिकै हो गाईजी। हेर्नु के गर्नु, पानी परिरहेको छ गाईज। म चाहिँ अब यहाँ ररी छरम भनेर के दालहरू छरम भनेर त्यहाँ बोलाउन जाँदैछु होइन। अब गएर बोलाएर आउँछु। अनि यहाँ चाहिँ अब उ त्यहाँ मामाको घरतिर जाँदैछु म है। मामाको घरतिर जाँदैछु गाइज। हेर्नुहोस् यहाँको मौसम यस्तो छ, बर्खा लाग्यो गाइज, बर्खा। छोरी सुती है। अब म मामाको घरतिर जाँदैछु, मामालाई भन्छु म है। ल गाइज म मामा घरमा पुगेँ है। हेर्नुहोस् त मामा घरमा कटर पनि फलेको रहेछ के गाइज। कटर फलेको रहेछ है। मामा घरमा म पुगिसकेँ गाइज। म मामा घर पुगिसकेँ है गाइज। रोक्नु, म मामालाई सोध्छु है। मामा ररी कहिले सर्ने, पानी परिसक्यो भनेर के मामा। कहिले भोलि छरौँ है। ल म जान्छु है मामा। बोडीको बिउ ल म दिउँसो ल्याउँछु है मामा। ल मामा म गएँ, ल बाई। म जान्छु है गाइज घर, त्यही सोध्न आएको थिएँ गाइज म है। ल।